यो जसले चुनाव हुनुभन्दा अगाडि ककरले भनेको छ नि विदेशमा भुक्दैमा केही हुँदैन, विदेशमा बसेर बोल्दैमा केही हुँदैन, यिनीहरूका फ्यान फलोइङ भनेको विदेशी हुन्, भोट हाल्ने यहाँ भोट हाल्ने मान्छेले अरूमै हाल्छन्, तिमीहरूमा बोलेर केही पनि हुँदैन भन्नेहरूलाई अब मतगणना सुरु भयो। अब तिमीहरूको मुखमा चाबी लागिसक्यो। अब भन, आँखा अगाडि छ के भइरहेछ है। झापा 5को अपडेट के भइरहेछ झापा 5मा? अनि काम गर्न मन लाग्दैन, आज अपडेट हेरिराख्नुपर्ने हुन्छ। ड्युटी त जुन कि नजुन गाह्रो भयो त। यता फेरि पड्काइरहेको छ, हिजो बेलुका अलआउट आइरहेको थियो, दुबईमा पनि डेन्जर भइरहेछ। सबैतिर एकदम सतर्क गर्नु होला। हिजो पनि ड्रोन एट्याकमा एकजना नेपाली घाइते हुनुभएको छ, अनि अरू एकजना पाकिस्तान पनि घाइते हुनुभएको छ। डेन्जर भइरहेछ है, डेन्जर भइरहेछ। दुबई, साउदी, कतार धेरै ठाउँदेखि हानिरहेछ। अनि बाहिर बस्नेलाई पनि टेन्सनै छ। अब नेपालमा बस्नेलाई बालेन्साले अब जित्दैछन्, खुसी मनाउँछन्। अब हामी चाहिँ दुःखमै छौँ अझै पनि। जितिसकेपछि केही हुन्छ कि भन्ने आशमा हो। ल, अब घाम झुल्किएको छैन, घामको चाहिँ अब पत्ता साफै होला जस्तो छ।